चकडी लानुहोस् सिधा लानुहोस् लैजा पानी पठाउनु हो यो बोल्नु जुन काना बाम काना अगाडि चिलाए पछाडि काना पुछु यो मन्थर हो 1 2 3 यो रुमाल तल छोड्नु यो मैले यहाँ टकटकाइदिएँ यो रुमाल खाली छ हेर्नुहोस् यो रुमालमा केही छैन हेलो सर यो बोल टिप्नुहोस् यता आइज त उहाँलाई बोल उठाउँदै तपाईँ यो बोल टिप्नुहोस् त त्यो अहिले भर्खर समात्नु भएको पहिलो बोल होइन मजाक नगर्नु नि त्यो बोल त्यहाँ गोजीतिर त हाल्नु छैन खेलवाले बोल यहाँ टिपेर राख्नु भनेको उहाँले बोल लुकाइदिनु भयो छैन पक्का हो यता आउनुहोस् म निकालिदिन्छु तपाईँको हातमै निकालिदिन्छु यहाँ हेर्नुहोस् है यहाँको हातमा बोल कसरी आउँछ यता फर्केर तपाईँको हातमा बोल छ छैन भाइ यो झोला उता 50 ग्राम अगाडि राख यहाँ हेर्नुहोस् बस्दिनुहोस् 1 2 3 भन्छु बोल आउँछ फर्किने भाइ यता आइज त तपाईँको यहाँ भाइ बोल गयो कहाँ गयो दाइको भुँडीभित्र गयो उहाँको भुँडीभित्र गयो तपाईँले बिहान भात खानु भएको थिएन धेरै खानुभयो अनि कहाँ पोलभित्र छिराइराख्नु भएको ऊ त्यो भाइले त्यही भन्दैछ तपाईँको भुँडीभित्र पोल गएको छ निकाल्ने कि ननिकाल्ने होइन निकाल्नु पर्यो नि मेरो जादुको बोल कहाँ ननिकाल्ने भन्नुहोस् भाइ के गरी निकाल्ने दाइ म जाने हो दाइको भुँडीभित्र उहाँको भुँडीभित्र जान्ने कहिले फर्किन्छस् दाइ 9 महिना 13 दिन पछि मेरो आमाको भुँडी हो 9 सेकेन्ड 13 मिनटको लागि दाइ नडर्नुहोस् जसले जादुको बोल समातेको हुन्छ त्यो मान्छेलाई यो जालभित्र हाल्ने गर्छु मैले केही हुँदैन यो भित्र छिर्यो भने विदेश पुग्छ मान्छे अमेरिका दुबई कतार भतार सत्तर हङकङ लन्डन जापान कोरिया मलेसिया कहाँ जाने त्यही फेरिमा पठाइदिन्छु नेपालमा दुःख गर्नै पर्दैन यहाँ दुःख गऱ्यो भने अरूले रिसा गर्छ यसको मुख तन्काएर लामो पारिदिनु सर जोडले तान्नुहोस् अलि जोडले तान्नुहोस् न हजुर यहाँ मुख छ यता यता तान्नुहोस् भनेको क्या पछाडिबाट तान्नु खेल हो है भाइ पठाइदिने अलि अगाडि आउनुहोस् लैजा बस्नुहोस् यहाँ के को बस्ने हो हेलो को बस्ने हो भाइ पग्न पग स्टिल बडी नदेखा त छिर्ने अरे होइन दाइ छिर्ने हो शम्भु कैलाशपति दाइ ल अब उठाइदिन्छु पग्नु पग यताबाट होइन कि यताबाट तान्नु त्यो छोडिदिनुहोस् यसरी तान्नु समात्नुहोस् हेलो यो तिनो खोलाको माछाहरू अनि कहाँ उता तानिरहेको त माछा होइन नि जालमा परेको माछा हेर जान्छस् सिधा बस हड्डी छैन क्या पछाडि कहाँ छैन भन्नु यसो सिधा समात्नुहोस् 1 2 3 भन्छु यो भाइ उड्छ तपाईँ पनि यो डोरी सँगसँगै माथि पुग्नुहुन्छ आज जानियो भने भूत भन्नुहोस् भने भूत कहाँ मरे भूत भन्नुहुन्छ ए भूत मेरो नाकमा मुत कहाँ मेरो नाकमा मुत यसलाई बाँधिदिनुहोस् त यहाँ यसरी बाँध्नु यहाँ सिकाइदिन्छु यहाँ हाल्नुहोस् है छिटो हुन्छ है यसरी बाँधिदिनुहोस् जसले बाँधिदिनुहोस् केही हुँदैन अझै बाँध्नु न अझै बाँध्नु 2 4 वटा काँडो बाँधिदिनुहोस् तगडासँग बाँधिदिनुहोस् जोडसँग बाँधिदिनुहोस् आज हेर्नुहोस् यो भाइ भाइरल बाँध्नुहोस् न अझै बाँध्नु जोडले बाँध्नुहोस् केही हुँदैन आज मर्ने भोलि मर्ने भनेको एउटै कुरो केही हुँदैन बिहे गर्नु भएको छ कि छैन तपाईँले एकदम त्यसैबाट नडराउनुहोस् केही हुँदैन बिहे गरिसक्नुपर्छ पास भइसक्नु भएको छ भाइ जानियो ल अर्को पनि गाँठो लगाइदिउँ अर्को यहाँ हल्का ढोकामा बाँधिदिउँ जाने कि आज मर्ने थाहा छैन समात्नुहोस् यो ढ्याङ्ग्रो यसको टाउकोमा 3 चोटि पड्काइदिनुहोस् लानुहोस् अब पड्काउनु छिटो हेलो
हेलो हेलो मैले हलो हलो भने तपाईँ कहाँ हल्लाइरहेको त कस्तो यसरी के तपाईँलाई पड्काउनु भनेको यसरी 1 2 3 गरेर के यसो यसो गरेर तपाईँ हजुर खोज्नुहोस् हजुर हलो हलो फेरि हल्लाइरहेको अरे यार 1 2 3 गर्ने कहाँ यसो यसो गर्नुहुन्छ यहाँ छिटो दुइटै हल्लाउनु दुइटै हलो दुइटै त नहल्लाउनुहोस् भयो भयो सही कुरो सबै कुरो सबैलाई आउँदैन जादु सिक्नुलाई पहिले यो डङ्गरो यसरी हल्लाउन सिक्नु पर्यो एउटा मात्रै ल्यान्ठ्याङ हल्लाएर हुँदैन यसलाई थुकिदिनुहोस् थुक्ने होइन है हिजो एउटाले यति थुक्रिएको थियो त्यो मान्छेले मेगा सिरी खाएर रहेछ के भाइ जाने हो गइहाल के भयो हाम्रो हेलिकप्टर दिनु म जान्छु के मान्छेले हेलिकप्टर होइन मसँग हेलिकप्टर मात्रै छ यहाँ बिना इन्जिनको बिना पङ्खाको जाने हो ल आउनुहोस् यता आउनु सर हजुरको नाम के पर्यो निरज गुप्ता मेरो नाम रमेश गिरी घर दाङ देउखुरी हिँड्छु फेरि सबले हेर्छन् मलाई पैसा तिरी नडर्नुहोस् यता आउनुहोस् यसको टाउको छाम्नुहोस् किलो छ कि साह्रो हेलो जुम्रा तपाईँलाई जुम्रा हेर्नु भनेको होइन के यसरी छाम्नु भने कहाँ जुम्रा हेरिरहेको तपाईँ भयो साह्रो खेलवाले गइहाल के भयो अर्को लुगा ल्याएको छैन भाइ तपाईँको प्यान्ट खोलेर दिनुहोस् मेरो अरे भाइ त्यसो भयो मान्छेको प्यान्ट एउटा तलाइदियो भने दोकान खुल्ला अनि घर कसरी जाने अगाडि पछाडि हात लाउने उल्लाला 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 गरेर जान्ने यसो गर्नुहोस् अगाडि पछाडि हात लाउने उलाला भन्दै कुद्नु हुन्छ ए छोड भाइ जाने अरे उहाँ गुप्ताजीलाई कहाँ बिल्ला हानिरह म हेर एउटा खुट्टा यहाँ राखिदिनुहोस् त एउटा खुट्टा यहाँ राख्नुहोस् सर होइन पछाडि यसो समात्नुहोस् त तलमाथि नगर्नु अलि यसो च्याप्पै समात्नु यसलाई तलमाथि नगर्नुहोस् है तलमाथि गऱ्यो भने तपाईँको प्यान्ट पनि तलमाथि हुन्छ हल्दीराम सब ओके रहेछ यो भाइ मन्तर बिर्छ भने सर कहिले काहीँ भाग्छ यो भाग्यो भने हेर्नुहोस् यो भाग्न सक्छ यसरी टाउको तल खुट्टा माथि गरेर यसरी टाउकोमा हान्दिनु होला गडबड गऱ्यो भने अहिले हान्दैन भाग्यो भने सरियाली जान यसो सिधा छ हो अब हेर्नुहोस् यताको मान्छे अलि अगाडि दिनु होला हेलो नेपाली कुरो बुझ्नुहुन्न कम हेर्नुहोस् यो भाइ गएको सरको पनि बनाउँछु बनाइन भने मेरो सामानमा आगो लगाइदिनु होला हजुरको घर कहाँ भन्नुभयो बुटले हो मेरो घर यही भालुबाङ हो नडर्नुहोस् यो भाइलाई बानेको छौँ हामी दुईजनाले जालमा पोको पारेको छौँ केही भाइ यो भाइ केही गरी मर्यो भने तपाईँको जिम्मा हो कि भाग्यो भने मेरो जिम्मा सबैले सुन्नुहोस् है उहाँले मरेको जिम्मा लिनुभएको छ मैले भागेको कहाँ जाने हो बाबु ब्याकसमा जाने हो दाइ के लड्डु खानु जाने होस् होइन दाइ घुम्न जाने हो अनि उहाँलाई लाने हो दाइ कहाँ लाने हो देवन्त दाउ छैन आरेघाट लाने हो ल ठिक जाने आरेघाट कहिले जानु भएको छ जुन आरेघाट जाने भने जान्न अरे गएको छु भन्नुहुन्छ भाइ त के बन्ने हो दाइ साँप भूत परेवा बन्ने हो दाइ साँप बन्ने अनि भूत बन्ने अनि बोका बन्ने हो साँप भूत परेवा लास्टमा बोका बन्ने हो अनि उहाँलाई के बनाउने गाई पर्खी राख्ने चिटिकै बाख्री बनाउने हो ल ठिक छ तपाईँ बाख्रा छकडी बन्नुहोस् यो बोका बन्छ हुन्छ के बन्ने तपाईँ त मान्छे त अलरेडी हुनुहुन्छ यार ए राम्रो मान्छे पहिला बुढा मान्छे हुनुहुन्थ्यो कि राम्रै भन्नु न हो एकछिन बोल बाबु अब यो भाइ जान्छ कोही बोकाएन कोही बाख्री होइन यहाँ हेर्नुहोस् म मन्त्र लगाइदिन्छु अब ए
एउटा घेरा लगाइदिउँ अरे एउटा ल्याउनुहोस् त एउटा घेरा लगाइदिन्छु एउटा घेरा लगाइदिन्छु अलि अगाडि अलि अगाडि यो घेरासम्म आएर हेरिदिनुहोस् त सबैजना हल्का अगाडि आइदिउँ न गोलो बनाएर आइदिनु न त्यसो भए घरै लुकेर बस्यो भने त के हेर्न है आउने भए त आउनुहोस् नत्र अरू मान्छे आउँदैन तपाईँ जानुहोस् यता आएर अगाडि आइदिउँ नि के हुँदैन आउनुहोस् न अगाडि आइदिउँ नि के हुँदैन मुटु छैन मुटु हुनु पर्यो हजुर हो अब यो भाइ जान्छ सबैजना हेर्नुहोस् जादु भनेको कुन चराको नाम मलाई पनि थाहा छैन तपाईँलाई पनि थाहा छैन जादु भनेको यो संसारमा कतै पनि हुँदैन एउटा सिर्फ इन्द्रजाल एउटा कला मसँग अहिले कला छ अहिले इन्द्रजाल पनि देखाउँछु रमझक्कर रमेश हो लैजाऊ नेपाल ताली पड्काइदिनु चोरसँग आऊ क्षमाछम तिमीलाई धोका न मलाई गम नाचिदेऊ क्षमाछम के भने यसले म गए चाहिँ नेपाल म ताली बजाइदिनु भने हो के कुरो बुझ्नु भने ताली बजाउनु एकपल्ट जसले फेमस मैले बोलाएपछि यसलाई गीत गाउनु भन्नुहोस् त सर कहाँ हान्नु भएको यसलाई गीत गाउनु भन्नुहोस् न कहाँ गीत गा हेलो तपाईँ केटा हो कि केटी हो छोरा कि छोरी हो अनि तपाईँलाई छोरा हो यसलाई गीत गाउनु के भने के ढिसाइसक्यो भाइ गीत गा भन्नुहोस् न गायो यसको नाम लिएर बोलाउनुहोस् यसको नाम रमिना टन्टन हो कहाँ टन्टन यसको नाम अलाउद्दिन नुरदिन जाकार फार्दिङ फुर्दिङ भन्नु न आइपुग्छ छोड्नुहोस् हट्नुहोस् त पछाडि जानुहोस् खोइ भाइ खोइ केटा ताली बजाउनुहोस् एकपल्ट जसले गार्न मान्छ ताली बजाउनु एकपल्ट सबले जसले ताली बजाउनु हेलो पछाडि जानुहोस् त मुरली माथि गर्नुहोस् बस्नुहोस् एकछिन यहाँ बस्नुहोस् बाग्नु न किन कराउनु भएको हट मसान बस्नु न हट मसान भनेको पहिले भाग्दैछु हेलो जालमा कसले बाँधेको मैले बाँधेको हो यो भेटियो ठिकै छ यो भेटिएन भने पुलिसको कुटाइ कसले खाने तपाईँले खाने हो तपाईँको इसारामा नाच्यो सही हो ऊ भन्दा सही मान्छे गल्ती गर्ने उसले कुटाइ चाहिँ मैले खाने हो माफ गर्नुहोस् कतिले के भन्नुहुन्छ जालमा पोको पर मान्छे नै उडाइदियो मलाई मान्छे उडाउनु आएको भए राष्ट्रिय ब्याङ्कै पैसा उडाइदिन्थे मलाई जादुले मान्छे उडाउनु आउँदैन यो मान्छे यहीँ भित्र छ कहीँ गएको छैन हेर्नुपर्छ पहिला म हेर्छु अनि उहाँलाई देखाउँछु अनि सबै दर्शकलाई देखाउँछु हेर्ने हो भन्नुहोस् ल ठिक छ भाइ खेलबाले ओ केटा छ के छ कहीँ गएको छैन कहाँ पक्नु न अहिले पक्नु अहिले तपाईँको टाउकोमा खस्ला फेरि आएर सरियाली ऊ यहीँ लुकेको छ जहिले पनि सरियाली गरे यहीँ लुकेर खुट्टा माथि टाउको तल चिया र बिस्कुट चप्पे कप्पे खाँदै बसिरहेछ मोर हेरे क्यामेरा सरियाल लार्नुहोस् यहीँ लुकेछ हेर्ने हो ऊ को परे मुरली माथि गर्नुहोस् होइन बुवा मान्छे छ नि ऊ त्यहाँ हेर्नुहोस् मान्छे छ नढाँटी भन्नु न त भन्नुहुन्छ मान्छे त्यही छ छैन भन्नुहुन्छ टाउ मोमो र अचार चप्पे कप्पे खाँदै बसिरहेछ होइन मान्छे छ ल मान्छे त्यही छ भने छैन भने म निकाल्छु तपाईँ टाउकोमा हालिदिनुहोस् है 1 भन्छु उचाल्ने 2 भन्छु ताक्ने 3 भन्छु टाउकोमा हाल्नुहोस् आउनु तिमी छिरो न म निकाल्छु यहाँ चमुराले पटेर सरियाली गरेको यताबाट हान्नु होला मेरो टाउकोमा होइन होला यसको टाउकोमा अलि हाइकोर्ट तरिकाले लार्नुहोस् जोडले हान्ने 1 2 3 यही हो हान्नु लार्नुहोस् अब देखाउँछु तपाईँहरूलाई यो के हो हात हो यार मैले टाउको हान्नु भनेको म टाउको निकाल्दैछु नि यही हो टाउको हेर्नुहोस् लानुहोस् अब देखाउँछु तपाईँहरूलाई आइज भाइ केटा फुच्चे जमुरा ल हेर ताली बजाउनु एकपल्ट जसले गार्न मानिस मोरे त नाङ्गै भएको छ
यहाँबाट भाग्ने बाटो छैन, कहीँ काटेको च्यातेको छैन। हेर्नुहोस् त होइन सरियाली माउन्ट उल्टा यसो गर्नुहोस् भन्नु ए भाइ कहाँ गइस् कहाँ गइस् मर अरे भन पर्खिराख भन्नुहोस् म आउँदैछु नाङ्गै। तपाईँलाई डर लाग्छ कि लाग्दैन? ए तपाईँ मुस्लिम हो अनि के अल्लाह अकबर भन्नुहुन्छ? म त गिरी हो नि त, यता हुन्छ केही हुँदैन। आफ्नो तपाईँ गुप्ता भन्नुभयो, अहिले अल्लाह अकबर भन्नुहुन्छ त। ए भयो मजा आउँछ। जसको भगवान जे भयो भने एउटै हो भगवान, टेन्सन मान्नु पर्दैन। हात यसो गर्नुहोस् भने अल्लाह ए सरी भने ए भगवान होइन भने ए भगवान होइन भन्नु न ए भगवान भन्नुहोस् न भन्नु एकैछिन यसो गर्नुहोस् यसो गर्नुहोस् के यसो गर्नुहोस् अरे यसलाई म जिन्दा बनाउँछु जिउँदो समात्नु यार के हुँदैन। अहिले आउनुहोस् सपनामा आयो झन् राम्रो। नाग देवतालाई पूजा गर्नुपर्छ। बस्नुहोस् म जिउँदो बनाइदिन्छु। सबैले हेर्नुहोस् यसलाई जिउँदो कसरी बनाउँछु, यत्रो मोटो बनाउँछु। हेर्नुहोस् यता टाउको फर्काउने यहाँ यसको टाउको यहाँ नाकको टुप्पामा राखिदेऊ, छिटो नाकमा राख जिउँदो स्नेक कोब्रा फुटाल दे थोबड़ा एक हात लामो 3 औलो चौडो नभाग्ने यता हेर्नु के मलाई हेर्दैन। यो जिउँदो कि मरेको मलेको यस्तो बनाइदिउँ कि यस्तो बनाइदिउँ सिधा नहेर्ने बाङ्गो टेङ्गे हेर्ने ल टोक्ने कि नटोक्ने सर्पलाई टोक्ने हो बनाइदेऊ जिन्दा हो जिन्दा यो पोच हो पोच समात्नुहोस् पोचलाई यसरी समात्नुहोस् अरे समात्नु नि ओर्जिनै बनाउनु ला समात्नुहोस् अलि अगाडि हुनुहोस् यहाँ बस्नुहोस् बस्नु हेलो सरकार बस्नु न बस्नु तपाईँ नभाग्नु तपाईँलाई केही हुँदैन हेलो नभाग्नुहोस् केही हुँदैन अहिले आउँछ के किन टेन्सन पार्नु हो यता आउनु हेलो 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 यता आउनु सबै यसरी हात राख्नुहोस् पठाइदे स्नेक कोब्रा फुटाल्दे थोब्रै काट्लामा बस अस्ति बनाएको जस्तै रिडी बेलामा आज यहाँ पनि बनाइदेऊ सबैलाई देखाइदेऊ। के गर्दैछ भाइब्रेसन भइरहेछ नडराउ भाइ केही हुँदैन। नबोल्दिनँ देखाइरहेको छु आउँदिन उहाँलाई घाँटी माल लगाइदिनु होला हेलो कस्तो गर्छ भन्नुहोस् त डान्स पनि यस्तो छोडिदिनु त्यसलाई यसरी हात राख्नुहोस् होइन छोड्नुहोस् न अहिले छोडिदिनु न यसरी हात राख्नुहोस् होइन हात राख्नुहोस् के हुन्छ एउटा हात त्यहाँ राख्नुहोस् 3 चोटि फुक्दिनुहोस् यहाँ ल फुक्दिनुहोस् ताली बजाउनु शेखर जसै गाह्रो मान्छ मुटु छामेको त पुरा डान्स गरिरहेको रहेछ। आयो हेलो आयो के आयो कत्रो मोटो आयो यत्रो मोटो आएको छ कि यत्रो गर्छन् अनि निकालिदेऊ घाँटीमा बेर्देऊ टोक्ने कसलाई भाग्ने को
मलाई टोक्ने आफू चाहिँ भाग्ने अरे म निकाल्छु कतिले के भन्नु छ साप होइन अघिको भाइको ठाँसे पाते अम्ला हलाउँदै होला तर हेर्नुहोस् म यो देखाउँछु यो सर्प हो कि मान्छे हो के हो म निकालेर देखाउँछु यहाँ आउनुहोस् यहाँ आउनुहोस् भन्ने बित्तिकै भएको त बुढीलाई दुईटा छोरा तुरुन्तै निकाल बल्ल गिलास नपराउँदैन के गर्ने हेर्नुहोस् म निकाल्छु डर मान्नु पर्दैन यहाँ बस्नुहोस् अर्को अगाडिमा गिलास बस्नु हात राख्नुहोस् म निकाल्छु सर्प नगरौँ है सर्प आयो भने तपाईँको सर्प आएन भने मेरो सामूहिक सामानमा आगो लगाइदिनुहोस् एउटा गिरीको बच्चा नेपालीको जिरो भाउ एउटा त जिब्रो एउटा सर्प म अवश्य जिउँदो निकाल्छु तपाईँ लाटो हो कि बाटो बाटो भएर त भने बाटो भएर भाग्ने भाउले पाए कि आमाले भाउले पाए कि आमाले पाएको हो भने दुईटेले भाउको छोरा हो कि आमाको दुईको हो ठिक छ भन्नुभयो साँप हिउँ नखोज म लड्छु त माथि कोसँग आइबाट चक्कर कोसँग यसरी निकाल्ने यहाँ लाठी हान्छ सर्पको पनि खुट्टा रहेछ होइन यो माग समात्नुहोस् यो झोलामा हात हाल्नुहोस् हात हाल्नु न हात हाल्नु अरे हात हाल्नु न साप छैन अनि किन डराएको साप छैन भने साप छ भने छाम्दैछ उठ्नुहोस् त उठ्नुहोस् होइन म जादुगर भए पनि एउटा खेल देखाउने कला देखाउने हो के है कसैको साथ त लगिदिनेन यो मार्क्सलाई यसरी टकटकाउनु तपाईँले मनमा जे रोज्नुहुन्छ त्यही चिज आउँछ यहाँ हालिदिनुहोस् यसो गर्नुहोस् काली काली महाकाली भन्नुहोस् तिम्रो बुढी मेरो साली कसको बुढी कसको साली फटा रहेछ मान्छे मेरो बुढी अरे भाइको साली मेरो गाडु भाइ ए सरी साडु भाइ हेलो यो भित्र हात हालेर यो मासु निकालेर सबलाई देखाइदिनुहोस् अब हेर्नुहोस् म निकाल्छु सबैजना हेर्नुहोस् अब स्पेसल के समातेको यहाँ मार्क्स निकाल्नु भने के निकालेको यो यही भएर यो भाइ केटी जस्तो किन गर्छ भने कि यस्तो पो सम्झेर बस्छ भाइ उठाउनुहोस् उठाउनुहोस् आइब उठाउनुहोस् होइन उठाउनुहोस् न छिटो छुइहाल्नुभयो उठाउनुहोस् न के छिटो देखायो सर्फ निकालिहाल्छु निकाल्नुहोस् न यार पुग्दै अन्त गर्दो रहेछ मान्छे मन पर्यो मन परेन मन पर्यो अनि जादुगर म लड्का हो भन्नुहोस् भन्नु न भन्नु म केटा हो केटी बनाइदेऊ नबनाउने ठिक छ ल ताली बजाउनुहोस् म सर्प देखाउँछु भन्दा गफै गफमा भुल्यो भाइ बसिदिनुहोस् त यसलाई उता छोडौँ कि यता बस बस अहिले केटी बनाउनु बाँकी नै छ कहाँ भाग्ने हो भाइ ए भाइ यसलाई यता छोड्ने कि उता छोड्ने भाग्ने कता तिमी नभाग्ने नभाग है यो घेराभन्दा बाहिर जाँदैन ठुलो त आउँछ भाइ ठुलै मोटो हेर्नु सर्प निकाल्छु भन्दा भन्दा गफैमा म भुलाएँ ल तर एकैछिन हल्ला नगर्नु होला है तपाईँले बिचबाट बाहिरबाट बोलिदिनु भयो भने म फेरि यहाँ केही पनि देखाउनु सक्दिनँ जो डरायो त्यो मान्छे विदेश गयो भने त्यो हरायो हजुर जसको मुटु छैन भने ओछ्यानबाट ननिस्के पनि हुन्छ म सिधा भन्छु तर एउटा कुरो सुन्नु नेपाली भने कहिले झुक्दैन पनि कहिले डराउँदैन पनि गोर्खाली तर म यो देखाउँछु म एउटा नेपाली हो यस्तो जादुहरू भनेको पहिला इन्डिया बङ्गालीहरूले देखाउँथ्यो तर मैले बङ्गालबाट सिकेको म एउटा नेपाली 28 वर्ष भइसक्यो जात देखाउन थालेको सर्प देखाउँछु तर कोही पनि हल्ला नगर्नु होला है मेरो हात खाली छ फेरि हेर्नुहोस् अब आइबाट अब
आफू पनि तर्छ नि मलाई पनि तर्छ नि यार के यस्तो छाले बसाना त्यहाँ कस्तो भाइले त पुरै बोकेर हस्पिटल लाने जस्तै गर्छ यार कहाँ यही छैन म यो सर्कललाई लाटो बनाउँछु सबले बानेको हात खोलिदिनुहोस् न है यसरी बानेको हातमुठी खोलिदिनुहोस् न है नचिचाउनु है बहिनी केही हुँदैन तपाईँहरू यताउता चिचाउनु भने मलाई पनि गाह्रो हुन्छ यो भित्र भएको भाइलाई पनि गाह्रो हुन्छ भाइ के हुँदैन नबोल्नु है बानेको हात सबले खोलिदिनु होला कोठा जलवान जलन्तरवान कटुकले प्रमोसन ल्याएपछि भोगिलासी गर्दै समस्या क्षेत्र बान्तो बान धार बान फोन बान जल्दी बान सबै मसन बान छकत अगाडि छकत पछि बान 4 खा मेरो दुईटा कला 95 कोही नबोल्नुहोस् है अब म हात जोड्छु मजा गर्नुहुन्छ मसँग मेरो खेलसँग नगरिदिनु होला है मेरो खेलसँग चाहिँ नगर्नु मसँग गरिदिनु होला बरु है तर एउटा तपाईँको पनि पेसा होला जागिर होला खेतीबारी होला आफ्नो घरमा व्यवसाय होला आफ्नो पेसा आफ्नो जागिर पेसा हेरेर मात्रै अर्कालाई दखल दिने काम गर्नु होला है म सर्प आयो भने सबले जोले ताली ओ बाबु हल्ला नगर सर्प देख्नुभयो भने सबैले ताली बजाउनु होला किन डराउनुहुन्छ हौ ल एकचोटि जोडले ताली बजाउनुहोस् एकपल्ट जोडले गाडेर मानुस् ताली बजाउनु एकपल्ट जोडले यार ल बस न भाइ बस कतिले के भन्नुभयो रमा कतिले के भन्नु सर्प देखाउँदैन हेर्नुहोस् कहाँ गयो सर्प देख्नुभयो तपाईँले सर्प देख्नु भयो कि भएन पुच्छर देख्नु भयो कि टाउको पनि हेर्ने हो ताली बजाउनुहोस् म पुरै टोकरी नै हटाइदिन्छु तर एउटा कुरो है म यो टोकरी हटाउनु गइरहेको छु म यो देखाउँछु भाइ भिडियो बन्द गर्नु सबले एकछिन भिडियो बन्द गर्नु सबैले